आजको यस भिडियोमा हामी बुझ्नेछौँ अपोलो हाइड्रो पावर लिमिटेडको बारेमा, जुन कम्पनीले चाहिँ चैत्र 26 गतेदेखि लिएर चैत्र 30 गतेसम्मको लागि आवेदन दिन सकिने गरेर सर्वसाधारणको लागि आइपिओ बिक्री खुला गरेको छ। र यो आइपिओको बारेमा डिटेल जानकारी दिनुभन्दा पहिला यदि तपाईँ हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ, अहिलेसम्म हामीसँग जोडिनु भएको छैन र यस्तै खाले सेयर मार्केट, आइपिओ, एफपिओसँग रिलेटेड भिडियोजहरू तपाईँ हेर्न चाहनुहुन्छ भने हाम्रो यस च्यानललाई सब्स्क्राइब गरेर छेउमा रहेको बेल आइकन पनि प्रेस गर्नुहोला, जसले गर्दा हामीले भिडियो अपलोड गर्ने बित्तिकै भिडियोको नोटिफिकेसन तपाईँको फोनमा आउनेछ। साथीहरू, अपोलो हाइड्रो पावर लिमिटेडले चाहिँ आफ्नो इस्यु क्यापिटल 57 करोड रुपियाँको 30% ले हुन आउने 14 करोड 10 लाख रुपियाँ बराबरको 14,10,000 किता सेयर चाहिँ बिक्री खुला गर्न लागेको हो। जसमध्ये 4,70,000 किता सेयर्स लोकल स्थानीय बासिन्दाहरूको लागि, जुन चाहिँ प्रोजेक्ट अफेक्टेड एरियाका बासिन्दाहरू हुनुहुन्थ्यो, र वैदेशिक रोजगारमा रहनुभएका नेपाली नागरिकहरूको लागि 94,000 किता सेयर चाहिँ आइपी बिक्री खुला गरेर त्यसको रिजल्ट पनि यसले चाहिँ निकालिसकेको छ। त्यसपछि सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्डको लागि 37,000 किता सेयर र उक्त कम्पनीको इम्प्लोइजहरू, त्यो कम्पनीको कर्मचारीहरूको लागि 18,800 किता सेयर चाहिँ बिक्री खुला गरेर यसले रिजल्ट पनि निकालिसकेको छ। र त्यसपछि बचेको 7,80,200 किता सेयर चाहिँ 100 रुपियाँ अङ्कित मूल्यका दरले सर्वसाधारणको लागि बिक्री खुला गरेको छ। र यसमा चाहिँ आवेदन दिन सकिने डेट भनेको चैत्र 26 गतेदेखि चैत्र 30 गतेसम्म रहेको छ। यसमा चाहिँ हामीले 10 कितादेखि लिएर 94,000 कितासम्मको लागि चाहिँ आवेदन दिन सकिन्छ। तर हामीले चाहिँ 10 किता नै अप्लाई गर्दाखेरि बेस्ट होला, किनकि यदि मागभन्दा बढी आइपिओमा आवेदन पर्यो भने पक्कै पनि गोला प्रथाबाट नै बाँडफाँड हुन्छ, त्यो तपाईँलाई कुरा अवगत भएकै कुरा हो। र यसमा चाहिँ पक्कै पनि एकदमै थोरै क्वान्टिटी छ र ओभर सब्सक्राइब हुने चान्स चाहिँ एकदम हाई हरेक अहिलेको आइपिओहरूमा भइरहेको छ, तपाईँहरूलाई थाहा नै छ। र त्यही भएर 10 किता नै अप्लाई गर्नु बेस्ट रहन्छ। जम्मा यसको आइपिओ पाउने भनेको चाहिँ 78,200 जनाले मात्रै हो। त्यसमा कति लाखको आवेदन आउँछ होला तपाईँ सोच्न सक्नुहुन्छ, जसमध्ये 78,200 जनाले मात्रै आइपिओ पाउनुहुन्छ, बाँकी रहेको सबैको हात भने खाली रहन्छ है त। अब रेटिङको कुरा गर्दाखेरि इक्रा नेपालले यो कम्पनीलाई चाहिँ BB- इस्युर रेटिङ प्रदान गरेको छ। जुन चाहिँ यस कम्पनीमा लगानी गर्दाखेरि चाहिँ वित्तीय दायित्व वहन गर्न सक्नेमा चाहिँ यसको मध्यम खालको जोखिम रहेको जनाउँछ। सोलुखुम्बु र ओखलढुङ्गामा बग्ने खोलाको पानीलाई चाहिँ उपयोग गरेर 8 मेगावाट क्षमता भएको बुकु खोला जलविद्युत आयोजना चाहिँ यसले निर्माण गर्न लागेको छ र अहिले प्रोजेक्ट भने निर्माणाधीन अवस्थामै रहेको छ। र प्रोजेक्टको कुल लागत 1 अर्ब 37 करोड 20 लाख 39,000 रुपियाँ रहेको छ र प्रति मेगावाट लागत भने 22 करोड 86 लाख 73,000 रुपियाँ रहेको छ। अब मेन यो कम्पनीले चाहिँ आइपिओ लिएर आउनुको उद्देश्य के हो भन्दाखेरि चाहिँ कम्पनीको वित्तीय तथा आर्थिक गतिविधिहरू विस्तार गर्नुको लागि र सँगसँगै हिमालयन ब्याङ्कबाट लिएको ऋण चुक्ता गर्नुको लागि चाहिँ यो कम्पनीले चाहिँ आइपिओ जारी गरेको भन्ने बताइएको छ। अब नेटवर्थ पर सेयरको कुरा गर्ने हो भने 111 रुपियाँ 79 पैसा रहेको छ लास्ट फाइनेन्सियल इयरको। यो चाहिँ एकदमै राम्रो हो। तपाईँको फेस भ्यालुभन्दा माथि नै यसको चाहिँ बुक भ्यालु रहेको छ। यो चाहिँ एकदमै राम्रो पोइन्ट हो। र इपिएस भने 4 रुपियाँ 70 पैसा। इपिएस पनि राम्रो थियो है लास्ट फाइनेन्सियल इयरमा। र अहिले जुन करेन्ट फाइनेन्सियल इयर चलिरहेको छ त्यसमा नेटवर्थ पर सेयर 111 रुपियाँ 6 पैसा। हालसम्म चाहिँ जुन अहिले फाइनेन्सियल इयर चलिरहेको छ यसमा चाहिँ 111 रुपियाँ 6 पैसा चाहिँ यसको नेटवर्थ पर सेयर रहेको छ भने इपिएस 2 रुपियाँ 6 पैसा रहेको छ। साथीहरू, यो आइपिओको एनालाइसिस भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट बक्समा बताउनु होला र बाँकी अन्य अपडेट भिडियोहरू चाहिँ यसै च्यानलमा आउनेछन्। त्यसको लागि च्यानललाई सब्स्क्राइब गरी बेल आइकन प्रेस गरेर हामीसँग जोडिराख्नु होला।